Hello everyone and welcome to my YouTube channel. आजको हाम्रो टपिक रहेको छ युनिट एन्ड डाइमेन्सन। फिजिक्सको जति पनि च्याप्टर्सहरू रहेका छन् क्लास 11 मा त्यो सबै च्याप्टर्सहरूमा पहिला म तपाईहरुलाई भिडियोजहरू प्रोवाइड गर्नेछु। एकदम सबै च्याप्टर्सहरूलाई हामी डेप्थमा डिस्कस गर्नेछौँ। त आज हाम्रो पहिलो टपिक परेको छ युनिट एन्ड डाइमेन्सन। क्लास 11 को पहिलो टपिक युनिट एन्ड डाइमेन्सन। त हामी आफ्नो टपिक सुरु गरौँ। हामी सारै क्लासदेखि युनिट्सहरूको बारेमा पढ्दै आएका छौँ, फिजिकल क्वान्टिटिजहरूको बारेमा पढ्दै आएका छौँ, मेजरमेन्टको बारेमा पढ्दै आइरहेका छौँ। त्यही भएर म युनिट्सको बारेमा बढी डिस्कस गर्दिनँ। हाम्रो मेन टपिक हुन्छ डाइमेन्सन्स, किनभने यो हाम्रो लागि एकदम नयाँ छ। क्लास 11 मा हाम्रो लागि यो डाइमेन्सन एकदमै नयाँ टपिक हो। तैपनि मैले जुन फन्डामेन्टल क्वान्टिटिजहरू हुन्छ, जुन फन्डामेन्टल युनिट्सहरू हुन्छ, त्यो मैले यहाँ एकचोटि लेखेको छु। त्यसले एकचोटि हामीले हेरौँ। त केही फिजिकल क्वान्टिटिजहरू छन् जुन फन्डामेन्टल क्वान्टिटिजहरू हुन्। जसरी मास भयो, मासको युनिट हामीलाई थाहा छ किलोग्राम हुन्छ, सिम्बलमा केजी लेख्ने गर्छौँ। सेकेन्ड वाज इज लेन्थ। लेन्थको युनिट हाम्रो के हुन्छ भन्दाखेरि मिटर हुन्छ र सिम्बल एम हुन्छ। टाइम सेकेन्ड र सिम्बल एस हुन्छ। त्यस्तै गरी हाम्रो टेम्परेचरको युनिट केल्भिन, जसले हामी केले सिम्बलले डिनोट गर्ने गर्छौँ। करेन्ट एम्पियर र क्यापिटल एले हामी डिनोट गर्ने गर्छौँ। त्यसले ल्युमिनेस इन्टेन्सिटी, जसको हामीलाई थाहा छ युनिट्स क्यान्डेला हुन्छ र सिम्बल सिडी। एमाउन्ट अफ सबस्टान्स मोल र त्यसको एमओएल सिम्बल हुन्छ। अब के हुन्छ कि हामीलाई केही सप्लिमेन्ट्री क्वान्टिटिजहरू पनि दिएको छ है। केही सप्लिमेन्ट्री क्वान्टिटिजहरू जुन कि फन्डामेन्टल क्वान्टिटिजमा एड गरिएको छ, जसले हामी सब फन्डामेन्टल क्वान्टिटिजहरू पनि भनेर पढ्ने गर्छौँ हैन। हामीसँग केही सब फन्डामेन्टल क्वान्टिटिजहरू पनि रहेका छन् र यो सब फन्डामेन्टल क्वान्टिटिजहरूमा पहिलो हामीलाई यहाँ पढ्नुपर्छ प्लेन एङ्गल। पहिले के हुन्छ प्लेन एङ्गल। यदि यसको युनिट्सको कुरा गर्ने हो भने यो चाहिँ हुन्छ हाम्रो रेडियन र सिम्बलमा आरएडी ऱ्याड भनेर लेख्ने गर्छौँ। त्यस्तै अर्को जुन हुन्छ त्यो हुन्छ सलिड एङ्गल। सलिड एङ्गल यसको युनिटको कुरा गर्ने हो भने एस्टेरेडियन हुन्छ र यसलाई यदि हामी सिम्बलमा लेख्ने गर्छौँ भन्दाखेरि एसआर भनेर। त यो दुईटा हाम्रो सब फन्डामेन्टल क्वान्टिटिजहरू हुन्छ। अब यसको बारेमा अलिकति हामी यहाँ डिस्कस गर्छौँ, प्लेन एङ्गल कसलाई भन्ने र के कस्तो हो, र सलिड एङ्गलको बारेमा पनि। योभन्दा अगाडि म यहाँ के भन्छु, यो नोटेसन इन डाइमेन्सनल फर्मुला। जब हामी कुनै पनि फिजिकल क्वान्टिटीको डाइमेन्सन्स लेख्न जान्छौँ त त्यहाँ हामीलाई यो बेसिक क्वान्टिटिजहरूकै हेल्प लिनुपर्छ। यो जुन हामीलाई यो बेसिक फिजिकल क्वान्टिटिजहरू दिएका छन् फन्डामेन्टल, यसैको टर्ममा हामी लेख्छौँ। जब म डाइमेन्सनको डेफिनेसन्सहरू बताउँछु, डाइमेन्सन लेख्न सिकाउँछु, त त्यहाँ हामीलाई यो क्लियर हुन्छ। त हामीले यो क्वान्टिटिजहरूलाई डाइमेन्सन लेख्दाखेरि, कुनै पनि फिजिकल क्वान्टिटीको डाइमेन्सन फर्मुला लेख्दाखेरि कसरी युज गर्ने, त्यसको लागि म यहाँ नोटेसनहरू लेखिदिन्छु। जसरी मासलाई हामी के गर्छौँ, क्यापिटल एमले बिग ब्राकेटभित्र लेख्ने गर्छौँ। लेन्थलाई क्यापिटल एलले बिग ब्राकेटभित्र। त्यस्तै गरी टाइमलाई टीले, टेम्परेचरलाई केले, करेन्टलाई एले, या फिर कहिलेकाहीँ यसलाई हामी आईले पनि लेख्ने गर्छौँ। त्यसपछि ल्युमिनेस इन्टेन्सिटीलाई क्यापिटल जेले र एमाउन्ट अफ सबस्टान्सलाई हामी क्यापिटल एनले। त जुन जुन ठाउँमा हामीलाई जब फिजिकल क्वान्टिटिजहरूमा मास, लेन्थ, टाइम या फिर यो सब कुराहरू पाउँछ, डाइमेन्सनल फर्मुला लेख्दाखेरि यो सबै नोटेसन्सहरू हामीलाई युज गर्नुपर्ने हुन्छ। ल त अब हामी यो सब फन्डामेन्टल क्वान्टिटिजहरू जुन रहेका छन् यसको बारेमा अलि कुरा गरौँ। अब प्लेन एङ्गल के हो त्यसको बारेमा अलि हामी कुरा गरिहालौँ। त म यसलाई एउटा सम्झाउनको लागि एउटा सर्कल ड्रो गर्छु हैन। एउटा सर्कल ड्रो गर्छु र यो सर्कलमा कुनै दुईवटा पोइन्ट लिन्छु। जसरी यो पोइन्ट ए भयो र यो पोइन्ट बी भयो र हामीलाई थाहा छ यो जुन एबी छ दिस इज आर्क। त यो आर्कको लेन्थ हाम्रो एल भइहाल्यो सपोज गरौँ। अब यो एबीलाई मैले सर्कलको सेन्टरबाट अब्जर्भ गर्छु। त यहाँबाट मैले अब्जर्भ गर्दाखेरि के पाउँछु, यो ए र बीले यहाँ केही एङ्गल बनाइरहेको हुन्छ। ए र बीले केही एङ्गल बनाइरहेको हुन्छ। त सपोज यो एङ्गल हाम्रो थीटा रहेको छ। त यही जुन थीटा छ यही हो हाम्रो प्लेन एङ्गल। यो जहिले पनि प्लेन एङ्गल 2D मा हुन्छ।
जहिले पनि प्लेन एंगल 2D त यसले हामी सेकेन्ड डाइमेन्सनल एंगल पनि भन्न सक्छौं। त यदि यो थीटा को भ्यालु म निकाल्न जान्छु र यो सर्कल को रेडियस यदि r छ त दिस थीटा इज इक्वल्स टु l अपन r, या फिर यसलाई हामी भन्न सक्छौं आर्क लेन्थ अपन रेडियस। त यही हो हाम्रो प्लेन एंगल। यो हामीले क्लास 10 तर्फ पनि पढेको हुन्छौं, तर यो कुरा भनेर पढेको हुँदैनौं कि यो प्लेन एंगल नै हो। हामी मात्र थीटा इज इक्वल्स टु l अपन r फर्मुला युज गरेको हुन्छ। अलि यहाँ हेरौं, यदि मलाई टोटल प्लेन एंगल निकाल्नु पर्ने हो, टोटल प्लेन एंगल यदि निकाल्नु पर्ने हो भने म के गर्छु त यहाँ हेर, यो आर्क यदि म टोटल लिन्छु त यो हाम्रो सर्कल छ, त टोटल आर्क हाम्रो कति हुन पुग्छ, टोटल आर्क लेन्थ यो हाम्रो हुन पुग्छ 2 पाई r। त l को ठाउँमा यदि म 2 पाई r राख्छु त r कट्छ, त यो हुनु भयो 2 पाई। त हामीले टोटल प्लेन एंगल हामीले कति हुन्छ त 2 पाई रेडियन हुन्छ, 2 पाई रेडियन। अब यो सब कुरा हामीले रेडियनमा मेजर गर्ने हो। यो जुन हाम्रो रहेको छ प्लेन एंगल, यसलाई हामी रेडियनमा मेजर गर्छौं। अब सलिड एंगललाई म फेरि एउटा एक्जाम्पल लिएर सम्झाउन कोसिस गर्छु। ल यसपालि हामीले सर्कल हैन एउटा स्फियर ल्याउँ। अब स्फियर हाम्रो के हो, 3 डाइमेन्सनल फिगर हो, त अलि यसमा बनाउन अलि गाह्रो हुन्छ। त अलि हामी एज्युम गरौँ एउटा स्फियर छ हैन। अब स्फियरको म माथिल्लो पार्टबाट के एउटा सानो एरिया कट गर्छु, माथिल्लो पार्टबाट यसरी सानो एरिया कट गर्छु। जसरी मैले यहाँबाट एउटा सानो एरिया यसरी कट गरे। अब त्यो कट गरिएको एरियाले यो स्फियरको सेन्टरमा कति एंगल बनाउँछ, केही त एंगल बनाउँछ। ल मैले माने यसलाई पीक्यू पोर्सन कट गरे हैन, अनि यसले केही एंगल बनायो सेन्टरमा, र यो एंगललाई हामी ओमेगाले डिनोट गर्ने गर्छौं। त यही जुन ओमेगा छ जसले हामी भन्ने गर्छौं सलिड एंगल, त सिम्पल भाषामा भन्ने हो भने सलिड एंगल 3 डाइमेन्सनल एंगल हो। अब यो एरियाले बनाएको छ यहाँ, त यसलाई यदि हामीले लेख्छौं ओमेगा इज इक्वल्स टु, जसरी यसमा थीटा इक्वल्स टु l अपन r यहाँबाट हामीले लेखे एज अ फर्मुलाको रूपमा, त्यस्तै यहाँबाट यदि ओमेगा इज इक्वल्स टु लेख्नु पर्छ भन्दाखेरि एरिया कट अपन, अब यसले रेडियसको स्क्वायरले डिवाइड गर्नुपर्छ, रेडियसको स्क्वायरले डिवाइड गर्नु पर्ने हुन्छ। त यो हाम्रो सलिड एंगल हो। सलिड एंगल 3 डाइमेन्सनल हुन्छ, प्लेन एंगल 2 डाइमेन्सनल हुन्छ। प्लेन एंगल निकाल्ने फर्मुला थीटा इज इक्वल्स टु l बाई r। थीटा इज द प्लेन एंगल, ओमेगा इज द सलिड एंगल, एंड ओमेगा इज एरिया कट अपन r स्क्वायर। अब यदि टोटल एरिया को कुरा गर्छौं, टोटल सलिड एंगल को कुरा गर्छौं, त हामीले यो स्फियर को टोटल एरिया कतिसम्म काट्न सक्छौं। वी नो द टोटल एरिया अफ ए स्फियर इज 4 पाई r स्क्वायर हैन। त टोटल एरिया हाम्रो यति हुन पुग्छ। त यो फर्मुलामा युज गरौँ त हामी, त ओमेगा इज इक्वल्स टु 4 पाई r स्क्वायर अपन r स्क्वायर। त यो हुन पुग्यो 4 पाई एस्टेरेडियन, 4 पाई एस्टेरेडियन। त हाम्रो टोटल सलिड एंगल 4 पाई एस्टेरेडियन हुन्छ र टोटल प्लेन एंगल चाहिँ 2 पाई रेडियन हुन्छ। अब यो हाम्रो एंगल्सहरु हो। जसरी डाइमेन्सन्स फर्मुलामा हामी यो सबै क्वान्टिटिजहरुको नोटेसन्सहरु युज गर्छौं, तर एंगलहरुको डाइमेन्सन हुँदैन। यो एंगल्सहरु डाइमेन्सनल लेस क्वान्टिटिजहरु हुन्। अब यो कसरी हुन् यो अगाडि गएर हामी पढ्ने छौं। यो अगाडि गएर जब मैले आफ्नो डाइमेन्सन टपिक अब सुरु गर्छु, हामीले मेन टपिक त हाम्रो डाइमेन्सन हो, त त्यहाँ हामी हेर्छौं र त्यहाँ यसको बारेमा हामीले राम्ररी डिस्कसन गर्नेछौं। अब हामी डाइमेन्सनल फर्मुला कसरी लेख्ने र डाइमेन्सन के हो त्यसको बारेमा कुरा गर्छौं। त डाइमेन्सन्सको डेफिनिसन बताउनु भन्दा अगाडि म एउटा एक्जाम्पल लिन्छु, त्यसको डाइमेन्सनल फर्मुला लेखेर बताउँछु। त्यसपछि हामीलाई के हुन्छ कि डाइमेन्सन्सको डेफिनिसन अलि बढी क्लियर हुन्छ। त म यहाँ के गर्न गइरहेको छु, भेलोसिटीको डाइमेन्सनल फर्मुला म लेख्न गइरहेको छु। त डाइमेन्सनल फर्मुला लेख्नुभन्दा अगाडि हामीलाई यो कुरा थाहा हुनुपर्छ कि कुन फिजिकल क्वान्टिटिजहरुमा के कस्ता फन्डामेन्टल क्वान्टिटिजहरु इन्भल्भ छन्। जसरी भेलोसिटीको फर्मुला के हो हामीलाई यो थाहा हुनुपर्छ। त भेलोसिटी भनेको हामीलाई थाहा छ डिस्प्लेसमेन्ट अपन टाइम टेकन रहेको छ।
हैन, डिस्प्लेसमेन्ट अपन टाइम। त अब यहाँ हेरौँ, मैले अहिले अगाडि नै यहाँ लेखाएको थिएँ कि मासलाई हामीले केमा डाइमेन्सनल फर्मुलामा लेख्दाखेरि हामीले लेख्छौँ लेन्थलाई एलले स्क्वायर ब्र्याकेटभित्र क्यापिटल एल, त्यस्तै गरी टाइमलाई क्यापिटल टीमा। यही बेसिकली 3-4वटा नै बढी युज हुने हो, हुन त 7वटा मैले लेखाएँ, बट तर बढी यही युज हुन्छ। त्यही भएर डिस्प्लेसमेन्ट भनेको के हो, हाम्रो लेन्थ हो। डिस्प्लेसमेन्ट भनेको हाम्रो लेन्थ हो, अनि लेन्थलाई डाइमेन्सनल फर्मुलामा कसरी लेख्ने, क्यापिटल एलले। त यदि हामीले भेलोसिटीको डाइमेन्सनल फर्मुला लेख्नु पर्यो त सबभन्दा पहिला हामीले के गर्छौँ, यो हाम्रो रुलले भन्छ कि स्क्वायर ब्र्याकेटभित्र राख्नु जसको लेख्नु छ। एक्चुअली नराखे पनि हुन्छ, रुल 2-3वटा छ, नराखे पनि हुन्छ। यो स्क्वायर ब्र्याकेटको ठाउँमा राउन्ड ब्र्याकेट पनि युज गर्न सकिन्छ, या फिर बिना ब्र्याकेटको पनि युज गर्न सकिन्छ, लेख्न सकिन्छ। तर मोर कन्भिनियन्ट हाम्रो यही हो। मोर कन्भिनियन्टले भन्छ कि यसमा नै लेखौँ। त डिस्प्लेसमेन्ट हामी लेन्थमा मेजर गर्छौँ, त यो एल भयो, टाइम टी। अब यसलाई बाई इन्डिसिस रुल यो टीलाई म माथि लग्छु भने के हुन पुग्छ, एल टी माइनस 1 भयो। यही हो डाइमेन्सन फर्मुला। कसको, भेलोसिटीको। एकदम इजी। हामीले मात्र के थाहा हुनुपर्छ, त्यो कुन फर्मुलासँग रिलेटेड छ, त्यसमा कुन फिजिकल क्वान्टिटिजहरू रिलेटेड छ। त दिस इज द डाइमेन्सनल फर्मुला अफ भेलोसिटी। दिस इज द डाइमेन्सनल फर्मुला अफ भेलोसिटी। यो डाइमेन्सनल फर्मुला, यो डाइमेन्सन होइन है, यो डाइमेन्सन होइन, दिस इज डाइमेन्सनल फर्मुला। अब हेरौँ, यदि म यसलाई यो 3वटा क्वान्टिटिजहरूको टर्ममा लेख्छु त m0 l1 t माइनस 1। अब हेरौँ, डाइमेन्सनल फर्मुला के हो त्यो क्लियर भयो, तर डाइमेन्सन के हो त्यो हामीले बुझ्नुपर्छ। डाइमेन्सन के हो त्यो बुझ्नुपर्छ। त्यही हेरौँ, त यो भेलोसिटीको डाइमेन्सन of velocity, this is 0, 1, minus 1, 0, 1, minus 1 in mass, length and time. डाइमेन्सन भनेको पावर, डाइमेन्सन भनेको पावर इंडेक्स रेज टू द फलोइङ फिजिकल क्वान्टिटिज। अब डाइमेन्सन भनेको के हो त्यो क्लियर भयो। डाइमेन्सन्स आर द पावर रेज्ड टू द फंडामेंटल क्वान्टिटिज दैट आर इन्भल्व्ड इन द गिवन क्वान्टिटी। हाम्रो गिवन क्वान्टिटी के छ, भेलोसिटी। त भेलोसिटीमा फंडामेंटल क्वान्टिटिजहरू कुन कुन रहेका छन्, लेन्थ र टाइम बेसिकली। तर हामीले मासले पनि इन्ट्रोड्युस गर्न सक्छौँ जसको पावर 0 हालेर। अरू पनि फिजिकल क्वान्टिटिजहरूलाई जुन 7वटा फंडामेंटल हामीले पढेका छौँ त्यसलाई पनि इन्ट्रोड्युस गर्न सकिन्छ, तर बेसिकली हामी यही 3टामा लेख्ने गर्छौँ। त डाइमेन्सन अफ भेलोसिटी इज 0, 1, minus 1 केमा त, इन मास, लेन्थ एन्ड टाइममा। त यो हो डाइमेन्सन, तर यो हो डाइमेन्सनल फर्मुला। दिस इज द बेसिक डिफरेन्स बिट्विन डाइमेन्सन एन्ड डाइमेन्सनल फर्मुला। अब फेरि अझै हामी केही डाइमेन्सन्सहरू लेखौँ। नेक्स्ट लेखौँ हामी एक्सिलरेसनको। नेक्स्ट लेखौँ एक्सिलरेसनको। त एक्सिलरेसन भनेको हामीलाई थाहा छ, रेट अफ चेन्ज अफ भेलोसिटी। त यसको फर्मुला लेख्ने हो भने दिस इज भेलोसिटी अपन टाइम हुन पुग्छ। अहिले भर्खर भेलोसिटीको हामीले डाइमेन्सन माथि लेखेकै छौँ, र नलेखे पनि भेलोसिटी भनेको के हुन्छ, डिस्प्लेसमेन्ट अपन टाइम, त त्यो पनि लेख्न सक्छौँ। डिस्प्लेसमेन्ट अपन टाइम, र एउटा टाइम त पहिलादेखि नै छ, त यहाँ टाइम हुन पुग्छ। त डिस्प्लेसमेन्ट भनेको एल, टाइमको यहाँ स्क्वायर भयो, 2टा टी भयो, त टी स्क्वायर। सो दिस इज एल टी माइनस 2। दिस इज एल टी माइनस 2। एक्सिलरेसनको डाइमेन्सन फर्मुला भयो, र यसको डाइमेन्सनको कुरा गर्ने हो भने 0, 1, minus 2 केमा त, मासमा, लेन्थमा र टाइममा, हैन, मासमा, लेन्थमा र टाइममा। र त्यस्तै अब हामी अझै केही क्वान्टिटिजहरूका डाइमेन्सन फर्मुलाहरू लेखौँ। जसरी नेक्स्ट हुन्छ हाम्रो फोर्स। त फोर्सको डाइमेन्सन फर्मुला लेखौँ। त वी नो फोर्स इज इक्वल्स टू मास इन्टु एक्सिलरेसन। फोर्स इज इक्वल्स टू
मास इन्टु एक्सलरेसन, मासको डाइमेन्सन नोटेसन हाम्रो भयो m, एक्सलरेसन कहिले भर्खर लेखे त दिस इज lt minus 2। अब यसलाई कम्बाइन गरेर म लेख्छु त mlt minus 2। त्यो भयो हाम्रो फोर्सको डाइमेन्सनल फर्मुला र यसको डाइमेन्सन फेरि त्यही 1 1 minus 2 इन मास लेन्थ एन्ड टाइम। त बेसिकली हामी डाइमेन्सनल फर्मुला यसरी नै लेख्छौं र डाइमेन्सन के हो भन्ने कुरा यही हुन्छ। अब यस अन्तर्गत डिफरेन्ट मेथड्सहरु रहेका छन्। मेथड्स नभनौं प्रिन्सिपल रहेको छ र त्यो प्रिन्सिपललाई युज गरेर हामी के गर्छौं डाइमेन्सन्सहरुलाई अझै एनालाइज गर्न सक्छौं। डाइमेन्सन युज गरेर हामीले के गर्न सक्छौं त्यो कुराहरु हामी हेर्ने छौं। त अहिले केही क्वेशन्सहरु अझै गरौं। जसरी यदि हामीले मोमेन्टमको निकाल्नु पर्यो, के को निकाल्नु पर्यो मोमेन्टम। So we know momentum is equals to mass into velocity। लिनियर मोमेन्टम को बारेमा म अहिले कुरा गर्दैछु। मास इन्टु लिनियर भेलोसिटी त फेरि त्यही मास को m, भेलोसिटी हाम्रो अहिले भर्खर निकाले lt minus 1। ल यो फोर्स को डाइमेन्सन याद राख्नु, यो हामीलाई धेरै नै युज हुन्छ। जसरी अहिले भर्खर म भन्छु कि तपाईहरु या प्रेसर को डाइमेन्सन निकालेर हेरौनु, प्रेसर को डाइमेन्सन निकालेर हेरौनु। त वी नो द प्रेसर इज फोर्स अपन एरिया, फोर्स अपन एरिया। अब हेरौं फोर्स को अहिले भर्खर यहाँ युज गरेकै छौं त फोर्स इज के भइहाल्छ mlt minus 2 र एरिया भनेको के हो लेन्थ को स्क्वायर, लेन्थ इन्टु लेन्थ, लेन्थ को स्क्वायर। अब त्यो लेन्थ पनि हुन सक्छ या फिर ब्रेथ हुन सक्छ, तर के हो त्यो लेन्थ को स्क्वायर हो। त लेन्थलाई l स्क्वायर। अब यसलाई म यदि सल्भ गर्छु भने ml 1 यहाँ अगाडिदेखि नै पावर छ र यो 2 त 1 बाट 2 गयो भने -1 g minus 2। सो दिस इज द डाइमेन्सनल फर्मुला अफ प्रेसर र त्यसको डाइमेन्सनको कुरा गर्ने हो भने फेरि त्यही 1 -1 एन्ड -2 इन मास लेन्थ एन्ड टाइम। त यसरी नै हामी के गर्ने गर्छौं डाइमेन्सनल फर्मुलाजहरु लेख्ने गर्छौं। त अझै केही कुराहरु म यसमा बताउँछु, त्यसपछि फेरि हामी केही फिजिकल क्वान्टिटिजहरुको डाइमेन्सनल फर्मुला कसरी लेख्ने त्यो बताउँछु। अब केही कुराहरु हुन्छ, केही फिजिकल क्वान्टिटिजहरु हुन्छ जसको डाइमेन्सन्सहरु हुँदैन, त्यसको बारेमा पनि हामी कुरा गर्छौं। र केही यस्तो भ्यालुजहरु हुन्छ जसको मतलब कन्स्ट्यान्ट्सहरु हुन्छ जसको डाइमेन्सन्सहरु हुँदैन, र केही कन्स्ट्यान्ट्सहरु हुन्छ जसको डाइमेन्सन्सहरु हुन्छ। त यसलाई पहिला हामी बुझिहालौं। त म यसलाई 2-3 वटा टपिकमा गरेर पढाउँछु। जसरी म सबभन्दा पहिला पढाउँछु डाइमेन्सनलेस क्वान्टिटिज या फिर कांस्टेंट भनौं, क्वान्टिटिज भन्दा राम्रो कांस्टेंट। त यस्ता कांस्टेंट्सहरु जसको डाइमेन्सन हुँदैन त्यस अन्तर्गत हाम्रो पर्छ न्यूमेरिकल भ्यालुजहरु 2 4 3 5 6 7 8 9 10 जे जस्तो छ पाई भयो। त्यो यस्ता क्वान्टिटिजहरु यदि हामीले पाउँछ त्यसको डाइमेन्सन हुँदैन, त्यो डाइमेन्सनलेस क्वान्टिटी हो है। त्यसको डाइमेन्सन हुँदैन m0 l0 t0 हुन्छ। जसरी यदि मानिएला 1 छ इट हैज नो डाइमेन्सन, 1 को कुनै डाइमेन्सन हुँदैन है। यो m0 l0 t0 हुन्छ, त्यसको कुनै डाइमेन्सन छैन। 5 6 7 8 त्यो सबैको कुनै किसिमको डाइमेन्सन्सहरु हुँदैन। त्यसले म डाइमेन्सनलेस कांस्टेंट अन्तर्गत राख्छु। तर केही कांस्टेन्ट्सहरु हुन्छ जसको डाइमेन्सन हुन्छ, डाइमेन्सनल कांस्टेंट। अब जसरी क्यापिटल G भयो, हामीलाई थाहा छ यो युनिभर्सल ग्रेभिटेशनल कांस्टेंट हो, तर यसको डाइमेन्सन हुन्छ। हामी लेख्न गइरहेका छौं, सिक्छौं। स्पीड अफ लाइट भयो, त्यो यस्ता कांस्टेन्ट्सहरुको डाइमेन्सन्सहरु हुन्छ। यस्ता कांस्टेन्टको जसरी हामी G को डाइमेन्सन लेख्ने हो भने त हामीलाई थाहा छ ग्रेभिटेशनल फोर्स इज इक्वल्स टु G m1 m2 upon r square, where r is the separation between two masses and the masses are point masses। तो यहाँबाट G को यदि हामीले डाइमेन्सन निकाल्नु छ, G को डाइमेन्सन, त हामीले के लेख्न सक्छौं यहाँबाट हेरौं। यो यता आएर f into r square upon m1 m2। तो G को डाइमेन्सनल फर्मुला यदि हामीले लेख्नु छ त फोर्स को डाइमेन्सनल फर्मुला
इन्टु रेडियस स्क्वायर डाइमेन्सनल फर्मुला र यो दुवै मासै हो त यसलाई हामीले m1 र m2 अहिले भने अनुसार अहिले भर्खर फोर्सको हामीले अगाडि निकाले थिए mlt - 2 रेडियस भनेको लेन्थको स्क्वायर रहेको छ त l स्क्वायर यो भयो मास भनेको हाम्रो m र दुईटा मास छ भने m स्क्वायर अब यसलाई फाइनली सल्भ गर्छु भने माथि 1 छ यो 2 गएर -1 हुन्छ l को पावर 1 छ यहाँबाट 2 आउँछ त l3 t - 2 त यस्ता कन्स्ट्यान्ट्सहरुको डाइमेन्सन हुन्छ त त्यसलाई हामी के अन्तर्गत पढ्छौं डाइमेन्सनल कन्स्ट्यान्ट्सहरु त केही कन्स्ट्यान्ट्सहरु हुन्छ जसको डाइमेन्सन हुँदैन तर केही कन्स्ट्यान्ट्सहरु हुन्छ जसको डाइमेन्सन हुन्छ त जुन न्यूमेरिकल कन्स्ट्यान्ट्सहरु हुन्छ जसको कुनै किसिमको डाइमेन्सन हुँदैन र जुन कन्स्ट्यान्ट्सहरु जसरी यो g भयो c भयो यिनीहरुको डाइमेन्सनल फर्मुला लेख्न सकिन्छ यिनीहरुसँग डाइमेन्सन हुन्छ जसरी g को डाइमेन्सन -1 3 and -2 आर इन मास लेन्थ एन्ड टाइम त्यस्तै गरी अब केही भेरिएबल्सहरु हुन्छ केही फिजिकल क्वान्टिटिजहरु हुन्छ जसको डाइमेन्सन हुँदैन त त्यसलाई हामी पढ्छौं डाइमेन्सनल या फिर डाइमेन्सन लेस भेरिएबल्स यस अन्तर्गत हाम्रो एंगल्सहरु आउँछ एंगल भयो त्यसपछि अहिले त हामीले थाहा छैन स्ट्रेन भनेको के हो तर स्ट्रेन पनि यस अन्तर्गत आउँछ पछि पछि स्ट्रेन के हो यो कुरा थाहाहरू हुँदै जान्छ जसरी जसरी अगाडि बढ्छ त एंगल अहिले हामी भर्खर पढेका थियौं प्लेन एंगल र सलिड एंगलको बारेमा त मैले प्लेन एंगलकै यदि एक्जाम्पल लिने हो त्यसले थीटालाई हामी डिनोट गर्ने गर्छौं त दिस इज द लेन्थ अफ आर्क अपन रेडियस र यो पनि के हो लेन्थ नै हो र यो पनि लेन्थ नै हो अब हेर त l पावर 0 के भयो डाइमेन्सन भयो तर यो के हो हाम्रो भेरिएबल हो फिजिकल क्वान्टिटी हो सब फन्डामेन्टल क्वान्टिटिज अन्तर्गत हामीले पढे तर के छ यसको डाइमेन्सन्सहरु छैन त डाइमेन्सनल लेस भेरिएबल्सहरु हुन्छ अब स्ट्रेन हो अब स्ट्रेन भनेको चेन्ज अफ लेन्थ अपन ओरिजिनल लेन्थ हुन्छ चेन्ज अफ लेन्थ अपन ओरिजिनल लेन्थ अब दुवै लेन्थै हो त फेरि यही भयो त यस्ता क्वान्टिटिजहरुको डाइमेन्सन्सहरु हुँदैन ल त फेरि हामी आउँ केही कुराको अझै डाइमेन्सन्सहरु लेखौं जसरी म भन्छु सरफेस टेन्सनको सरफेस टेन्सन अब एक कुराहरु हुन्छ अगाडि अगाडि हामीले थाहा हुँदैन किनभने टपिकहरु बढ्दै जाँदाखेरि यसको फर्मुलाहरु के हो त यहाँ म फर्मुला पनि लेखिदिइहाल्छु आफैले पनि ट्राई गर्न सकिन्छ के हुन्छ त सरफेस टेन्सनको फर्मुला हाम्रो हुन्छ फोर्स अपन लेन्थ अब त यो इजी भयो फोर्सको अहिले भर्खर डाइमेन्सन फर्मुला हामी पढे फोर्स इज mlt - 2 र यो l हुन्छ अब यसलाई सल्भ गर्दाखेरि l त क्यान्सल हुन्छ त mt - 2 भयो सरफेस टेन्सन अब यस्तै यस्तै हामीले फर्मुला युज गरी डाइमेन्सनल फर्मुलाहरु हामीले लेख्न सक्छौं ल एउटा कुरा अझै हामी युनिट्सबाट पनि डाइमेन्सन्सहरु लेख्न सक्छौं युनिट्सबाट तर यो चाहिँ एप्रोप्रिएट मानिदैन गर्न त सकिन्छ हामीले आन्सर पनि पाउँछ अब एप्रोप्रिएट नमान्नुको रिजन के छ नि हामी डाइमेन्सनल फर्मुलालाई युनिट निकाल्नको लागि युज गर्छौं डाइमेन्सनल फर्मुलालाई युनिट निकाल्नको लागि युज गर्छौं तर युनिटबाट नै हामी डाइमेन्सन फर्मुला यहाँ लेख्न गइरहेका छौं सकिन्छ त्यो पनि लेख्न सकिन्छ जसरी म के भन्छु यहाँबाट फोर्सको त फोर्सको त न्यूटन हो तर हामी त्यसलाई पढेका छौं केजी मिटर पर सेकेन्ड स्क्वायर केजी मिटर पर सेकेन्ड स्क्वायर त केजी भनेको मास भयो l t - 2 त लेख्न सकिन्छ डाइमेन्सनल फर्मुला युनिटबाट युनिट थाहा हुँदाखेरि पनि लेख्न सकिन्छ तर बेस्ट हुन्छ बेटर हुन्छ हामीले फर्मुलाबाट नै जाउँ केही एक्जाम्पल्सहरु अझै ल्याऊ र त्यसको डाइमेन्सनल फर्मुला हामीले लेख्न प्रयास गरौँ जसरी स्पेसिफिक हेड क्यापेसिटी यो कुराहरु हामीले 10 मा अलिकता पढेको हुन्छौं अब 11 को बिगनिङमा हामीले धेरै फर्मुलाहरु थाहा हुँदैन तर जब जब च्याप्टर्सहरु अगाडि बढ्दै जान्छ हामीले फर्मुलाहरु थाहा हुँदै जाने हो अनि त्यसपछि त्यहाँ हामीले डाइमेन्सन्स लेख्न सक्छौं तर बेसिक आइडिया यही हुन्छ त स्पेसिफिक हिट क्यापेसिटी त हामीले यो फर्मुला पढेको छौं Q = SMDT
जसमा एस जुन हुन्छ त्यो स्पेसिफिक हिट क्यापेसिटी हो। दिस एस क्यान बी रिटेन एज क्यू अपन एमडिटी। अब यहाँ क्यू भनेको हिट हो, क्यू भनेको हिट हुन्छ हैन। अब हिट भनेको यसको युनिटबाट यदि जान्ने हो भने जुल। अब जुल अर्को कसको युनिट हुन्छ? इनर्जीको। त इनर्जीको डाइमेन्सनल फर्मुला त्यही हो, जे हुन्छ त्यही हुन्छ हाम्रो हिटको पनि। त इनर्जीको डाइमेन्सनल फर्मुला हामीले लेख्न सक्छौँ। त हामीलाई थाहा छ इनर्जी इज इक्वल्स टु के हुन्छ, हामी भन्न सक्छौँ इनर्जीको जुन डाइमेन्सनल फर्मुला छ त्यो वर्क डनको पनि डाइमेन्सनल फर्मुला हुन्छ, किनभने वर्क डनको भनेको के हो? हाम्रो जुल नै हो। त इनर्जी इज इक्वल्स टु फोर्स इन्टु डिस्प्लेसमेन्ट, यो फिर बेटर टु से वर्क डन। अब वर्क डनको पनि युनिट त्यही हुन्छ। त एफ इन्टु एस त्यही हुन पुग्छ एमएलटी माइनस 2 फोर्सको डाइमेन्सन र यो डिस्प्लेसमेन्ट हो जसको एल। सो दिस क्यान बी रिटन एज ml2 t minus 2। त्यही हो हाम्रो हिट या फिर वर्क डन या फिर कुनै पनि इनर्जी, त्यसको डाइमेन्सन यही हुन पुग्छ। त क्यूको डाइमेन्सन आयो हामीलाई, एम भनेको मास हो र डिटी भनेको चेन्ज इन टेम्परेचर हो। त टेम्परेचर हो, त टेम्परेचरको युनिट हामी केल्भिन र त्यसको डाइमेन्सनल फर्मुलामा युज गर्ने नोटेसन के। सो दिस इज ml2 t minus 2 upon m is mass and dt is the change in temperature k। तो L सॉल्व गर्यो भने L2 t minus 2 k minus 1। तो यो हाम्रो हुन पुग्छ स्पेसिफिक हिट क्यापेसिटी को डाइमेन्सनल फर्मुला। अब त्यस्तै एउटा अर्को हामी लियौं, त्यो चाहिँ हामी के लिने भन्दाखेरि करेन्ट को लियौं। त करेन्ट त आइयो, यो कुरा हामीले थाहा छ, करेन्ट आइयो या फिर एम्पियर हो हैन। चार्ज को निकालौं, चार्ज को त हामीले थाहा छ I इज इक्वल्स टु Q बाई T वेयर Q इज द चार्ज। त Q इज इक्वल्स टु I इन्टु T। त Q को डाइमेन्सनल फर्मुला यदि लेख्ने हो चार्ज को डाइमेन्सनल फर्मुला, त I भनेको हाम्रो के भयो? करेन्ट, जसले एम्पियर या फिर I यसरी लेख्ने गर्छौं, A या फिर I अंडर स्क्वायर ब्रैकेट। सो दिस कैन बी A T या फिर यसलाई IT पनि लेख्न सकिन्छ हैन। त यही हुन्छ हाम्रो चार्ज को डाइमेन्सनल फर्मुला। त्यस्तै पोटेन्शियल डिफरेन्स को लेखौं एउटा, पोटेन्शियल डिफरेन्स हामीले थाहा छ V ले डिनोट गर्छौं एन्ड दिस इज द वर्क डन बाइ पर युनिट चार्ज। द वर्क डन बाइ पर युनिट चार्ज वेयर Q इज द चार्ज, दिस इज द चार्ज, यो हैन है। त यसले म स्मल q ले नै डिनोट गर्छु। त अहिले भर्खर हामीले हेरे वर्क डन, त वर्क डन इज फोर्स इन्टु डिस्प्लेसमेन्ट। त यसको के हुन पुग्छ ml2 t minus 2 र चार्ज को पनि यहाँ निकाले। त चार्ज को IT या फिर AT, त AT नै युज गरौँ। अब यसले कुरा पहिले सल्भ गर्नु पर्ने हो भन्दाखेरि ml2 t minus 3 एम्पियर पर, यो को पावर -1, यो जाँदा माथि -1 र -2 3। त यसरी नै हामी क्वान्टिटिजहरुको डाइमेन्सनल फर्मुलाहरु लेख्ने गर्छौं र त्यसको डाइमेन्सन्सहरु त्यसको पावर हुन्छ। त आई होप डाइमेन्सनल फर्मुला र डाइमेन्सन क्लियर भएको होला। अब हामी नेक्स्ट भिडियो अन्तर्गत प्रिन्सिपल अफ होमोजेनिटी हेर्नेछौं र प्रिन्सिपल अफ होमोजेनिटी के हो र त्यसलाई कसरी डिफाइन गरिन्छ एन्ड देन आफ्टर त्यसको युजेस कसरी हुन्छ त्यो